त्योबाट यो धरामा अब दैवीय सत्ता स्थापित गर्नको लागि हाम्रो ऱ्यापिडली वर्कआउट भइरहेको छ। दैवीय सत्ता एकमात्र विकल्प नट ओन्ली नेपाल अराउन्ड द अर्थ। तपाईको फुल मुन के नेपालको लागि मात्रै उदाउँछ, अराउन्ड द अर्थको लागि उदाउँछ नि 13 साइकल। यसको केन्द्रबिन्दु यो हो। त्यसको केन्द्रबिन्दु थर्ड पोल हुन्छ। त्यो थर्ड पोल थर्ड पोल भनेको तपाईको यो हेड भनेको नर्थ पोल हो, रुट चक्र भनेको साउथ पोल हो। दुईटाको कम्बिनेसन यो हार्ट चक्र हो। योलाई भन्छ थर्ड पोल। हर चक्र चाहिँ थर्ड पोल हो। हर चक्र यानी थर्ड पोल। त्यसो भए तपाईले एउटा कुरा अनि थर्ड पोल भनेको जस्ट प्रेजेन्स। हजुर सुन्नु न, त्यो भएर बालेन मेरो काम गरिरहेछ। उसले इन्टरनल्ली मेरो वर्कआउट गरिरहेछ। 4 महिनाभित्र मेरो वर्कआउट गर्छ। एक्सटर्नल्ली रूपमा उसले कति महिना ऊ सरकारमा बस्छ डजन्ट म्याटर के। मुहारा त जति बन्न सक्यो, मुखटा लाएर त जतिसम्म पनि बसाउन सक्यो नि। बालेन असफल भयो तर इन्टरनल्ली मेरो वर्कआउट गरिरहेछ। बाले तपाईँले नेचरको युनिभर्सलको ब्रह्माण्डको प्रकृतिको जगतको कर्म गरिराख्नु भएको छ भने तपाईँको पछाडिको छ स्वयं प्रकृति छ। त्यो भएर या देवी सवितेषु शक्ति रूपेण संक्षिप्त नमतस्य नमते। यो चाहिँ पञ्चतत्त्वको शरीरमा आइसकेपछि सबै कुरा के हो त सर्वोपरि प्रकृति हो। म यो धरतीमा अहिले मेरो नेपाल आमाको छातीमा दर्म्या हुनाले मैले अहिले यो धराको लागि म आफ्नो ज्यानलाई साँची राखेर सही टाइममा आइसक्यो भनेर म आएको। जस्ट यति मात्रै तपाईँलाई एउटा हिलिङको लागि म जस्ट हिलको लागि मात्रै आएको। 13 भनेको ब्रह्माण्ड कोड हो, युनिभर्सल कोड हो। त्यो एउटै कोडबाट यो धरतीमा हामी 13औं राजालाई पनि इस्टाब्लिस गर्छौँ। हरेक कुरा एभ्रिथिङ इज 13 भन्दा दायाँ बायाँ केही छैन। अब यो भूमिको चक्रवर्ती सम्राटले संसारमा चाहिँ आफ्नो साम्राज्यको प्रभाव फैलाउँछ होइन त्यसो भए 13औं कानुन 13औं सिस्टम अहिलेसम्म 12 पिट्युटरी ग्रन्थीबाट चलेको थियो अहिलेसम्म। मुनार के अरे लुनाटिक भन्छ के। अब हामी प्लेन लाइनमा जाँदैछौँ। अपत्ति प्रभाव त्यो बत्ती जगाउनलाई हामीले दुईटा कुण्डलिनीको ऊर्जा लिनुपर्छ। 2 in 1 बनाउनुपर्छ। कसलाई? कालो र सेतोलाई 2 in 1 बनाएर त्यसलाई के गर्ने ड्रागन इनर्जीबाट हामी पिनियल लाइनमा त्यो रसायन फाल्ने। के गर्ने? रसायन फाल्ने। त्यसलाई क्रिस्टो आयल भन्छ। के भन्छ? क्रिस्टो आयल। क्रिस्टो आयल जब तपाईँको त्यो पिनियल लाइन 12वटा केर्नियल तन्त्र नर्भस सिस्टममा 12वटा नर्भस सिस्टम छ, केर्नियल तन्त्रिका छ। त्यो केर्नियल तन्त्रिकाको माध्यमबाट तपाईँ कहाँ पुग्छ? त्यो पिनियल लाइनमा पुग्छ। त्यहाँ गएपछि तपाईँको के हुन्छ? सन जल्छ, सन लाइट। जब तपाईँको सूर्य उदाइसकेपछि ब्रह्माण्डमा ज्योति आफसिया अँध्यारो आफसिया बढ्छ। यही कुरा बुझ्नु। टोइकल भनेको के भन्दाखेरि वी आर अल लुसिफर भने नि। हामीभित्र दुईटा कुण्डलिनीमा एउटा कालो एउटा सेतो सर्प छ। के सर्प छ? एउटा कालो एउटा सेतो। हामी हमेसा के गर्छौँ? कालो सेतोसँग लड्छ, सेतो कालोसँग लड्छ। अनि के गर्छ? कालले हामीलाई खाइदिन्छ। 12 काले नि 12। तर हुन जानुपर्ने हामी कृष्ण कन्सियसनेसमा 13मा जानु पर्थ्यो क्या। काल भन्दा पनि पर 13मा हो। बुझ्नुभयो? 13औं स्थानमा जानु पर्थ्यो। जब हामी 2 in 1 कालो र सेतो एक